वाह क्या दामी मेरो तरुनी तिमी कहाँ छौ आउन घुम्न घुम्न नखरे कट सल्ला मेरो चाक हलिनु सिधै पछाडि कसैले मासु भात लाखानेर म खुवाइदियो भने पनि चपाउने शुद्ध शक्ति छैन यार फेरि भन्छु ल हे बुकी फुल तिमी मेरो राम्री मेन्छाको शिरमा यो जुनीमा पनि सजिन सकेन मलाई माफ गरिदेऊ ल होला तर खराब बोल्नु नि म त गगुनेको हरकत फेरि मलाई एकदमै मन पर्छ नि त तपाईहरुले त कति कमेन्ट गरिराख्नु भएको छ हैन कि मरि जाउँला कि गरी खाउँला सँगसँगै गइजाउँ बारीमा यदि भाग्यमा सिङ्गलै भएर मर्नु लेखेको छ सिङ्गलै मरिन्छ नि जाब यात्राको टिङ हैन मनकै पीर बुझिदिने कोही भएन झोला चाहिँ मलाई बोकै गयो शिव दाजुले अनि मैले एउटा कुरा पनि भने दाइ म झोला बोक्छु तपाईँ मलाई बोक्नु भनेको एकदम भेटी गयो हैन त हेलो एभ्रिवान सबैजनालाई आजको मेरो नयाँ भिडियोमा हार्दिक स्वागत छ है त ल अनि आज चाहिँ म अनि मेरो साथी घिउ कुमार दुईजना मिलेर हामी यस्तो दामी ठाउँमा जाँदैछौँ होइन यो वरिपरि हेरेर तपाईँलाई थाहा हुनसक्छ यहाँ चाहिँ हामी भर्खर स्टार्टिङ मात्रै हो होइन यता माथि जानुपर्ने अझै माथि हाइटमा जानुपर्ने हो अनि यहाँ नै यति ब्युटिफुल ठाउँ छ भनेपछि अझै हाइटमा कति ब्युटिफुल ठाउँ होला होइन त्यो चाहिँ भिडियो हेर्दै गर्नु होला म तपाईँलाई देखाउँदै गर्छु है त ल कस्तो कस्तो के छ कसो भनेर अनि घिउकुमा चाहिँ सबै पछि आउँदैछ मेरो पछि हामी कहाँदेखि जाने यतादेखि हो ओइ यता के यता बाटो अनि कानमा एयरफोन लाएर हिँडिरहेको छ होइन फेरि यसले चाहिँ के हुन्छ भने आज एकदम उकालो बाटो छ अनि भएको भारी उसैलाई बोकाएको हो क्या मैले चाहिँ किनभने मेरो चाहिँ सास बढ्छ नि त हिँड्दाखेरि बाटोमा यति दामी बुकी फुलहरू फुलिरहेको छ यति राम्रो बुकी फुल फुलेको ठाउँमा टक्क टिपेर होइन मेन्छाको कानमा यस्तरी चिरुन पाइदिएको भए पनि हुन्थ्यो होइन ठिकै छ हे के भन्छ ओइ दाजु ओइ यो फुलको नाम के अरे दाइ बुकी फुल हे बुकी फुल तिमी लास्टे अभागी रहेछौ यो जुनीमा त तिमी मेरो तरुनीको कानमा पिटिक्कै पनि सिउरिन सकेन मैले ए होइन फेरि भन्छु ल हे बुकी फुल तिमी मेरो राम्री मेन्छाको शिरमा यो जुनीमा पनि सजिन सकेन मलाई माफ गरिदेऊ ल यति साह्रो फिल त होइन कोही हिरोलाई पनि हुँदैन नि त म तपाईँ अझै भिलेन परेँ होइन अनि भिलेन फेरि कस्तो अवस्थामा भिलेन भन्दाखेरि चाहिँ म चाहिँ अर्काको बुढी आँखा झिम्काउने भिलेन होइन अब उडाइदियो भने त मारिहाल्छन् होइन आँखा झिम्काउने हो हिँड्ने हो क्या दामी ठाउँ छ नि त यति राम्रो ठाउँ त कतै पनि छैन होला क्या ब्युटिफुल ठाउँहरू घुम्न सकिँदैन अनि घुम्न नसकेपछि क्याप्चर पनि गर्न सकिँदैन होइन अनि त्यही भएर म चाहिँ हिँड्न रुचाएको हो अनि तर लास्टमा मै हिँड्न सकिनँ होइन गाडीमा नचढ्ने मै भारी बोक्न नसक्ने मै अनि फुलिँदैन त घिउकुमारको ओठ अनि त्यही भएर म चाहिँ हिँड्दै गरेको अवस्था पछि मेरो काम त बोल्ने मात्रै हो होइन अब हेरौँ भने कि माथिसम्म पुग्नु पर्ने हो होइन त्यो माथिको जङ्गल छिचोल्नु पर्ने छ हामी दुईजनाले अब अहिले ठ्याक्कै भन्नु पर्दाखेरि कति बज्यो घडी चाहिँ छेप्पे छ म फोनमा हेर्छु अहिले 1 बजेछ दिउँसोको 1 बजेको छ अहिले चाहिँ अब त्यहाँ माथि पुग्दाखेरि कति बज्छ थाहा छैन होइन अब हेरौँ मकैबारी दराम पनि रहेछ यहाँ मकै मजाले पाएको रहेछ आहा क्या दामी ठाउँ कतिका यस्तो ठाउँमा बस्नु पायो भने त स्योर हो मलाई बुढी पनि चाहिँदैन होइन छोराछोरी पनि चाहिँदैन कोही चाहिँदैन मलाई यस्तो ठाउँ चाहिँ मलाई लास्टै मनपर्छ है अब हामी चाहिँ यहाँ एकछिन फोटो खिच्ने होइन अनि फेरि हाम्रो घिउकुमा दाइले त्यो अब भिडियो खिच्दैन रुनै खोज्छ हो त्यसपछि यहाँ अब भिडियो खिच्ने रे दाइले यति राम्रो ठाउँ छ यो हो नि त होइन अनि हरियो ठाउँ
अनि वरिपरि गाउँघर त्यो पनि टिपिकल गाउँघर त्यो अझ त्यो पनि लिम्बूहरूको घर जस्तो क्या होइन। त्यही भएर अब हामी चाहिँ यहाँ अब हामी चाहिँ दाइको फोटो पनि मैले खिचिसकेँ, भिडियो पनि खिचिसकेँ होइन। अनि जानु पर्यो टक्कसँगले यता माथि जानु पर्यो। म कति भन्नु छ्या होइन। अब बिस्तारै बिस्तारै अब म चाहिँ केही पनि देखाउँदिनँ है। अब म बाटोमा उकालो हिँड्दाखेरि बोल्न सक्दिनँ होइन। बोल्न सकिँदा भिडियो बनाइ नै हाल्छु, त्यो खासै ठुलो कुरा रहेन होइन। अनि विशेष गरी भिगुमा दाजु अहिले त कहाँ नै सुन्दैन हौ, घरिघरि त मलाई दिक्क लाग्छ हौ। मलाई विरक्त मात्रै चल्छ। किन चल्छ विरक्त? अब पहिला यो सानो हुँदा हिँडेको बाटो आलुको बिउ लिनु जान्थ्यौँ मङ्गलाबारे। पहिलेको दौतारहरू एउटै छैन गाउँघरमा। अनि यो बाटोहरू हिँड्दा पहिलाको साथीहरू याद आउँछ नि हौ। म त दाइ विरक्त भन्ने कुरा त कहिले लाग्दैन हौ जिन्दगीमा। मेरो हिजो अस्ति ब्रेकअप भएको हो होइन। 1 महिना पनि भएको छैन। ढुङ्गाको मुटु हो, मेरो भनेको मासुको मुटु हो। 1 महिना पनि भएको थिएन होइन ब्रेकअप भएको। मलाई मतलबै छैन क्या। म यस्तो क्या दाइ, आफूले माया गर्छ कसैले भने मात्रै माया गर्ने हो क्या। कसैले माया गर्दैन भने मतलबै छैन। कुनै जमानामा मैले पनि त्यही सम्झिन्थेँ। यदि भाग्यमा सिङ्गलै भएर मर्नुदेखि चाहिँ सिङ्गलै मरिन्छ नि जब यत्रको टिङ होइन। मलाई कसले आश पो देखाएन कि, आश्वासन पो दिएन कि, माया गर्छु पो भनेन कि, साथ दिन्छु पो भनेन कि, म त बिना मर्छु पो भनेन कि, सब थोक भने क्या दाइ होइन। तर लास्टमा के भयो, सबैले मलाई वास्ता गर्नु छोड्यो क्या दाइ। त्यही भएर म त मलाई कसैको वास्तै लाग्दैन साँच्चै। म सत्य थिएँ होइन, त्यो पक्षमा चाहिँ म पनि सत्य थिएँ र उसलाई पनि सत्य सम्झेँ। तर म गलत हो कि ऊ गलत छ? सत्य तपाईँले सत्य मान्नु नै गल्ती हो क्या। मान्छेको मन हो छिनभरमै चेन्ज हुन्छ। यो कता यो बाटो कि त बाटो कता भन्छु। अनि के गर्नु, जिन्दगी यस्तै हो दाइ। तपाईँको लाइफ पनि सेम हो, मेरो लाइफ पनि सेम हो होइन। तर डिफ्रेन्ट केमा छ भन्नु न। तपाईँ डिफ्रेन्ट केमा छ भन्नु न। पुतुर कि तपाईँको लाइफ र मेरो लाइफ सेम हो होइन। तर डिफ्रेन्ट केमा छ भन्दाखेरि तपाईँ चाहिँ सानोतिनो कुरामा मन दुखिहाल्छ, तपाईँ कर्नरमै छुटिहाल्छ होइन। म चाहिँ जस्तो सुकै पीडा होस् होइन चिलमा हिँड्ने मान्छु। त्यस्तो त हुँदैन। तर कस्तो भने नि म चाहिँ मान्छेले जब मलाई चिन्छ, जब मलाई बुझ्छ नि त्यो मान्छेहरूले अनि मात्रै बुझ्छ क्या मलाई यो सही रहेछ भन्ने। लास्टै तिर्खा लाग्छ नि त उकालोमा हिँड्दाखेरि। अनि फेरि घाम छ होइन। अनि घाम लागेको बेला त एकदमै तिर्खा लाग्छ। अनि त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ पानी बोकेको मैले फेरि अब लिम्बू हो रक्सी बोकेको होला नि भन्नुहुन्छ होला होइन। रक्सी चाहिँ अब बोकिँदैन दिउँसो र माछा। हेर्नु न अब कहाँ बाटो दाजु उकालो फेरि तेर्सो हो। यहाँ चाहिँ फेरि कुलोमा पनि आएको रहेछ। त्यसले गर्दाखेरि मेरो आवाज राम्ररी नसुनिन सक्छ। म फेरि यस्तो क्या उकालोमा हिँड्दाखेरि यस्तो मेरो जिरो लाग्दैन क्या पिटिक्कै। अब सास बढिरहेको हुन्छ होइन। अनि मेन प्रब्लम भनेको चाहिँ मेरो के भन्दाखेरि जिब्रो हो क्या। अनि पिटिक्कै लाग्दैन क्या मेरो जिब्रो। कम्ता उकालो छैन नि आम्मा यता माथि पुग्नु पर्ने दाइ। बेसी पो दाजु गीत गाउँ त एउटा यो ठाउँलाई नै होइन सुहाउने खालको गीत गाउँ ल। कुन चाहिँ? अब यो ठाउँलाई के अरे यो तलको गाउँलाई हेर्दाखेरि बिरह चल्ने खालको, यता पारिको गाउँदाखेरि बिरह चल्ने खालको गीत गाउँ ल। होइन गाई जाउँ बारीमा के पो थियो शब्द? ए ल जहाँ गए पनि मन मेरो हुन्छ तिमीसँगै गाई जाउँ बारीमा कान्छी फेरि पनि आऊ है यही चौतारीमा कान्छी फेरि पनि आऊ है यही चौतारीमा
कि मरि जाउँला कि गरी खाउँला सँगसँगै गइजाउँ बारीमा कान्छी फेरि पनि आऊ है यही चौतारीमा कान्छी फेरि पनि आऊ है यही चौतारीमा कम त उकालो छैन के गर्नु अब शिव दाई म दुईजना भएर चाहिँ आज उकालो लाग्दैछौँ होइन अनि दाई चाहिँ झोला बोकेर हिँड्दै हुनुहुन्छ त्यसले झोला पनि बोक्न सक्नुहुँदैनस् भनेर मलाई गाली गर्नुहुन्छ बेला बेला अब चाहिँ हाम्रो गन्तव्यमा हामी लगभग पुग्न आँटेका छौँ हेर्नुहोस् न यस्तो छ होइन चौतारामा टक्कसँगले बसेको किन बसेको भन्दाखेरि चाहिँ अब उकालोमा हिँड्न सकिएन होइन अनि पारिपट्टि हेर्दै आइसक्रिम खाउँ न त भनेर शिव दाई पनि अब बसौँ नबसौँ भनेको रुने खोज्यो होइन फेरि मलाई दाईहरू रुँदैन लास्टै माया लाग्छ क्या अनि त्यहाँदेखि अब हामी आइसक्रिम खाँदैछौँ होइन नेपाली देखिँदैछ मेरो भन्दिनँ कति भन्नु ससुराली मलाई जहाँदेखि जहाँ जे ठाउँ देख्यो त्यहीँ ससुराली गाउँ भन्नु मन लाग्छ तर खासमा चाहिँ एउटा पनि तरुनी नभइकन बुढो हुने चाहिँ म मात्रै हो नि फेरि ल लास्टमा भन्नुपर्दाखेरि चाहिँ है फुलै फुल्यो बैस फुल्यो यो मन फुलेन मनकै पीर बुझिदिने कोही भएन झोला चाहिँ मलाई बोकै गयो शिव दाजुले अनि मैले एउटा कुरा पनि भने दाइ म झोला बोक्छु तपाईँ मलाई बोक्नु भनेको एकदम भेटी गयो होइन त ल ठिक छ तपाईँ झोलाभित्र पस्नु म तपाईँलाई बोक्छु नि फेरि एकदम भेटी गयो होइन यो कालो हिँडेपछि यति सास पर्छ जिन्दगीमा हामी है 15-16 वर्षको उमेरमा त त्यहाँमाथि मान्छे आएको छ भन्दाखेरि त यस्तो गरेर कुदिन्थ्यो यार यति लामो टाङ फरेर अब सकिँदैन यार आमै विश्व सुन्दरी भए पनि भयो सकिँदैन ए पहिला होइन यो बाटो हामी कोदो तल हाम्रो गाउँदेखि कोदोसँग अलिकति साट्नु सक्छौँ मदन सिंहतिर होइन ठुलो बोल्नु न छारामतिर अनि 10-5-7-8 बोकेर आउँथ्यो पहिला आमामा अनि अहिले त खाली हिँड्नु पनि त्यति साह्रो सक्दिनँ है म चाहिँ नसकिने रहेछ त्यसकै बाद चाहिँ म फेरि साथीहरूसँग भेट भयो नि यस्तो गफ जान्छ होइन के गर्छस् भोलि गाउँमा जान्छु हलो जोत्छु खान्छु हेमै अब यस्तो ओह्रालो गरौँ पर्यो थाहा मलाई कसैले बजार चाहिँ नबस्ने रहेछ साथी कसैले मासु भात लाखानेर म खुवाइदियो भने पनि चपाउने शुद्ध शक्ति छैन यार लु अब चाहिँ हामी उकालो लाग्यौँ अब कति पनि छैन नि त हामी पुग्नुभन्दा अगाडि चाहिँ यहाँ मस्तिर ठुलो एउटा चौर छ त्यहाँ चाहिँ पहिला एउटा गोठ पनि थियो के अनि अब अहिले चाहिँ मैले तल घरदेखि अहिलेसम्म मैले झोला बोकेँ नि त अनि अहिले चाहिँ अब गगुनेलाई बोकाएको तपाईँ पनि आउनु बोक्छु गगुने चाहिँ अहिले जिउ ठुलो झोला सानो भएपछि चाहिँ कचुवा जस्तै देखिराखिएको छ क्या खासमा चाहिँ यसले मलाई खासमा सिरियलमा मात्र होइन रियलमा पनि हेप्छ नि हेप्ने त तर पनि अब भाइ हो अहिले भर्खर बोकेर ठुलो कुरा नगर तर भने भाइ हो नि त अब भाइ भएपछि माया लाग्छ ल अब हामी कहाँ जाँदैछौँ भन्ने कुरा चाहिँ अहिले एकछिनमा तपाईँहरू थाहा पाइहाल्नुहुन्छ होइन दाजुभाइमा लभ त अलरेडी भइहाल्छ नि होइन निकै ठुलो छु ज्यानदार छु भनेर साह्रै गफ दिन्छु कि गएको नि खासमा सक्ने चाहिँ होइन कि लेखमा चाहिँ यो बुक्की फुल भन्छ क्या सबै भाग्यमानी मान्छे होइन संसारमा भाग्यमानी मान्छे होस् कि जे कुरा होस् होइन कोही पनि हुँदैन किन थाहा छ यत्रो फुल फुलाएको छ यो फुल सबैको टाउकोमा यसरी बस्नु पाउँछ अनि यहाँ चाहिँ अब कटुसको ढाल्नेको ठुल्ठुलो रुखहरू पनि छ नि त यस्तो अनि यहाँ चाहिँ हाम्रो खास गरी
यस्तो बुढो बुढो रुखहरूमा चाहिँ हामी चाहिँ सेग्याफुङ भन्छौँ हाम्रो लिम्बूहरूले चाहिँ। त्यो सेग्याफुङ चाहिँ खासमा उयो हाम्रो अरुमधामा गर्दा पनि चाहिन्छ, त्यस्तो पनि पाउँछ पाउनु त। तर हिँड्दा हिँड्दा यहाँ सास नै नरोकिएको कारणले हामी त्यतातिर ध्यान दिएनौँ। कतिखेर पुग्छौँ भन्ने मात्रै ध्यान छ नि त अहिले चाहिँ। ओखर बोटे काका ससुराली गएका चिल्लो चिल्लो भाका गीत पनि अनेकै आउँछ गगुनेलाई सिक्नु। मेरै बाउको कट्टु तान्दै मेरै कुरा लाका भन्छन् स्कुल नपठा। हेर यो त झन् अग्लो मान्छे त यसरी ठाडो बाटोमा हिँड्नु पर्दा त कुप्री गयो कि यसको मुख मात्रै हो नि त, खासै बोल्छ छैन। अनि के खोज्नु आएको नि म। अनि अघि मैले उतलदेखि तपाईँलाई भन्दै थिएँ नि, यहाँ मस्तिर पुगेपछि चाहिँ एकदमै राम्रो डाँडा छ भनेर तपाईँलाई भन्दै थिएँ। अब चाहिँ डाँडामा हामी टक्कै आइपुग्यौँ। अब यो डाँडामा आइपुगेपछि चाहिँ हाम्रो गन्तव्यको नजिकै आइपुगिसकेका छौँ हामी। अनि कति राम्रो ठाउँ। ए मेरो हुनेवाला बुढी तिमी कहाँ छौ? तिमी पनि आउन हामीसँगै घुमौँ। खासमा यो सहर बजार चाहिँ बन्दा नबस्ने रहेछ। म चाहिँ खासमा बाध्यताले मात्रै हो कि यहाँ पुरा बैलर कुखुरा जस्तो हुँदो रहेछ। अनि हामीलाई खासमा चाहिँ हामी तलदेखि आएर तल हिँडेदेखि यता हामी पुग्ने ठाउँसम्म त्यस्तो लामो बाटो पनि होइन नि त। तर हाम्रो चाहिँ अलिकति बानी हराएछ। मधेसमा त होइन के कामै हुँदैन नि। सुत्यो उठ्यो सुत्यो उठ्यो भन्छ त हो नि। अनि यहाँ चाहिँ यस्तो राम्रो ठाउँहरू छ तपाईँहरूले पनि हेर्नु होइन। यहाँ चाहिँ पुरा तरुनी तन्दिरी आएर मजाले डेटिङ बसेर होइन, एक बोतल रक्सी यस्तै पनि लोकल, यस्तै गन्दामा त नआउँ है। त्यो पनि एक बोतल रक्सी लोकल होइन ल्याएर, अनि त्यहाँदेखि भुटेको मकै गुन्द्रुकको अचार अनि भुटेको भटमास ल्याएर चाहिँ मजाले दिउँसोभर यहाँ खाएर गफ गर्दै बस्नु खालको यति रमाइलो छ। तपाईँहरू पनि कति त पुग्नु भएको होला। तर खराब बोल्नु नि। म त गगुनेको हरकत फेरि मलाई एकदमै मनपर्छ नि त। तपाईँहरूले त कति कमेन्ट गरिराख्नु भएको छ होइन। कति कमेन्ट गरिराख्नु भएको हुन्छ नि त साथीहरूले चाहिँ। तर मलाई गगुनेको हरकत मनपर्छ। तर रियलमा चाहिँ ऊ एकदमै फेरि मिलनसार छ नि त। अब पोज पनि दिइहाल्छ कि फेरि उसले अनि साह्रै मिल्ने छ नि त। तारिफ नगर्नु नि। तर जस सिरियलले गर्दा अलिकति कस्तो कस्तो कमेन्टहरू आएर गरी दुखी पनि भएको देख्छु क्या म। तिमीलाई के लाग्छ क्या तिमीलाई? यस्तो क्या मेरो बारेमा चाहिँ ठ्याक्कै भन्नु पर्दाखेरि उकालीमा अघि अघि ओरालीमा गाल्डङ गुल्डुङ मातेर हिँड्न मन लाग्ने। कन्नी त बुकी फुल चाहिँ यो हो नि त। अघि तल हामीले देखाएको चाहिँ होइन क्या बुकी फुल। बुकी फुल भनेको चाहिँ यो हो। कति दामी छ नि त। बुकी फुल देख्ने बित्तिकै है कतिवटा कुरा जोड्नु यार भक्का लाग्ने गरी पुरा ठै लाग्छ नि डाँडा पारी बन निष्ठुरीको मायाले पिसाब आयो झन्। जे पाए त्यही बोल्न मन लाग्छ होइन मलाई चाहिँ। जस्तो क्यामेरा अब अन हुने बित्तिकै भएको बोल्न मन लाग्छ। नरिसाउनु होला कृपया। के गर्नु र अब मेरो आनी बानी यस्तै छ। क्यामेरा तिर्सिने बित्तिकै यसरी सुत्न मन लाग्छ एउटालाई। ओइ बिरामी हुन्छ नसुत्नु नि त्यसरी। के बिरामी हुन्छ भित्तामा? कहाँ जहाँ पाति सुत्ने हो त? हामी लुङबोङसा खामबोङसालाई हरा पोक न लुपिजी आतो गो लाम मिन्न है लाम मिन्न आतो रोटी यहाँ त रोड पो थिएछ त्यही। क्या दामी रोड थिएछ। के गर्नु र यो गोप्रो भन्ने कुरा चाहिँ कहिले पनि नकिन्नु रहेछ जिन्दगीमा। किन नकिन्नु भन्दाखेरि चाहिँ ब्याट्री पिटिक्कै थाम्दैन क्या। अब के गर्नु फोनमा खिचौँ भने राम्रो थोप्रा त आउँछ तर क्वालिटीको आउँदैन होइन। अनि फेरि यसरी वाइड एङ्गल मजाले देखिँदैन नि त। अब फोनदेखि खिच्यो भने त यति मेरो नाक आउँछ होइन। अनि अस्ति कमेन्ट आइरहेको थियो होइन भ्लगभरि के हो तपाईँको मात्रै अनुहार लगाएको अरे। अब मेरो भ्लगमा मेरो अनुहार नलाएर कसको श्रीमतीको अनुहार लाउनु त? यता हो कता हो
बिहान त यहाँदेखि मजाले हिमाल देखिन्छ होला है दाजु मैले चाहिँ अब हिजोदेखि खाना खाएको छैन नि त कसरी हिँड्दैछु होइन चौचौ खाएर मलाई मात्रै थाहा छ नि त अनि मैले खाना चाहिँ किन नखाएको भन्दाखेरि चाहिँ मेरो मम्मीको दिदी आफ्नै दिदी बित्नुभयो होइन अनि त्यसपछि खाना खानु हुँदैन नि त त्यही भएर क्या मैले खासमा खाना चाहिँ नखाएको तेरे का यार के साह्रो गाह्रो भएको म कहाँ गएको यार यस्तो बाटो रे अब यो के सखरा मान्छे चढ्दैछु म यहाँदेखि उकालो अरे भो बाटो पनि कस्तो कस्तो हो कस्तो अनुभव भइरहेछ रमाइलो फिल भइरहेछ गाइरो हो नि नाचेको नाचेको जस्तो फिल भइरहेछ लामो चाहिँ कसरी चढ्नु भने तिम्रो त खुट्टा लामो छ यस्तो भिडमा चाहिँ अहिले गङ्गु छेत्री अरे म हामी यहाँ तरदेखि आएको हो यहाँदेखि अरे खोइ लामी हो त यो बाटै होइन है तपाईँले जङ्गल जङ्गल घुमाउँदै हुनुहुन्छ ल प्लिज यस्तो यस्तो भिडमा छ हामी लडेर तालुमा आलु पऱ्यो भने मरिन्छ त दाइ लडिन्छ है बिस्तारै आउनु तालुमा आलु मात्रै चल्दा त हो नि कता हो बाटो याक्तल भयो भने चाहिँ के काँडा छैन कि मलाई घोच्यो नि काँडा छ काँडा छ खासमा यो घाम पनि छैन पानी पनि छैन तर यस्तो हम्किँदै हिँडेको त छाताले गर्मी गएर यहाँ तलदेखि आएको हामी चाहिँ कहाँ पो है यही होला क्या बाटो आउनु न यही हो यहाँ बाटो चाहिँ बाटो यता थिएछ नि त अर्को बाटो चाहिँ ल्याउँछु यस्तो लेख्छ नि त लेख अलिकति मनपर्छ के गर्नु भाग्यमा छैन मेरो त निधार मात्रै ठुलो हो बरु मुसाको भाग्य ठुलो हुन्छ क्या मुसाको निधार पनि यत्रो हुन्छ के हो यो फुल लगाइदिउँ नटिप्नु हिमालतिर मान्छे मार्ने खालको झारपात पनि हुन्छ अरे ऊ तलदेखि आएको हामी चाहिँ तल रोड भएदेखि होइन बिहान 11 बजी हिँडेको 4 बजी सक्यो अहिलेसम्म पुगेको छौँ न अब लगभग हामी पुग्न आँट्यौँ जिन्दगीमा यस्तो दामी ठाउँ छ सबै देखाउँछु त भन्नै पर्दैन यो चाहिँ एकदमै अर्ग्यानिक हो नि त हामी चाहिँ हाम्रो गन्तव्यमा आयौँ होइन अनि एकदमै भोक लागिरहेको अवस्था छ अहिले चाहिँ जाने बित्तिकै के खानेकुरा खाने हो दाइ आमा कस्तो दामी ठाउँ वाह क्या दामी मेरो तरुनी तिमी कहाँ छौ आउन घुम्न घुम्न नगरे कट सल्ला मेरो चाक हलिँदैछ दाइ पछाडि मेरो चाक हलिँदैछ कसले हेर्छ हेर्छु भन्दा नै पाउनुहुन्न हौ दादा जिन्दगीमा दाइ होइन राम्रो नराम्रो कुरा कति आउँछ होइन माथितिर पनि पुग्दैन ल है भोलितिर जाउँ न त्यहाँ माथि चाहिँ आमा त्यही क्या दामी ठाउँ बल्छिदिएको भति छ त म त हुनै पर्यो हेर्नुहोस् त फुलहरू कति दामी फुलिरहेको छ आमा क्या दामी फुल ए फुल आई लभ यु अनि हामी चाहिँ गन्तव्यमा आएको नि त यार कस्तो रमाइलो ठाउँ रहेछ दाइ आज हामी तल धरान फर्केको है यति राम्रो ठाउँ फेरि यस्तो मजाले घुम्न पाइँदैन थियो क्या दाइ फिक्स हावा खानु पनि त पाइँदैन थियो अनि है मेरो विचारमा हेर्नु त बाटो यस्तो दामी छ आमा मेरो क्यामेरामा चार्ज सकिन आँट्यो क्या नत्र म देखाउँथेँ नि त क्या दामी ठाउँ त यता यो हो नि त यहाँदेखि
मेरो गर्लफ्रेन्ड र म त्यहाँ नाच्दै हुन्थ्यौँ यहाँदेखि ड्रोन सट सुई यहाँ उडेर जान्थ्यो है क्या दामी देखिन्थ्यो होला है तर तरुनी छैनन् के गर्नु कोही इच्छुक हुनुहुन्छ भने बोलाउनु न नबनाउने म त्यस्ता जब तरुनी सरुनी बनाएर को चाहिँ ठुलो भएको छ बेकार मान्छे हो म एक्लै गर्दाखेरि 1 रुपियाँ सकिन्छ भने तरुनी बनायो भने त 10 रुपियाँ सकिन्छ दिन अनि अब चाहिँ हामी पुगेको हाम्रो गन्तव्यमा होइन अनि अब खाजा खाने हो खाजा खाइसकेपछि फेरि घुम्न निस्किनु दाइ एकछिन है प्लिज म त यहाँ चाहिँ पुगेको थिइनँ आज फर्स्ट टाइम पुगेको हो चाहिँ खाजा खाएर टन्न भुँडी यत्रो फुलाएर बाहिर निस्केको हो क्या फेरि म जतिको अचम्मको मान्छे कहीँ छैन संसारमा यतिको हाइटमा आएर यतिको हाइटमा आएर माथि चाहिँ यति लुगा लाउने हो मुनि चाहिँ कट्टु लाउने हो कट्टु लगाएर हिँड्छु कन होटल अनि अन्त प्रायः कट्टुमै हिँड्दिनँ हो नि त म त हिउँमा नै कट्टुमै हिँडिदिन्छु क्या फेरि यस्तो खतरा मान्छे हो होइन बरफमा पौडी खेल्नु पऱ्यो भने कट्टुमै पौडी खेल्दिनँ नि म त खतरा मान्छे सिस्सा भइन्जेल कट्टुमै हिँड्ने अनि हामी माथि हिँड्दै गरेको अवस्था हो अहिले चाहिँ अनि हेर न कस्तो भाषी हो के काम चाहिँ हिँडेको यहाँ भइसक्यो अघि यताबाट आउँदाखेरि त राम्रो होटल ठिक छ हामी बसेको पनि त्यति नराम्रो होटल चाहिँ होइन होइन राम्रै होटल हो खत्रै खत्रै खालको होटल छ त्यो चाहिँ देखाउनु आयो यस्तो तिमी चाहिँ हो अनि भोलि बिहान चाहिँ हामी माथि जाने प्लान छ यहाँ माथि डाँडामा होइन अनि के भने मेन चाहिँ अब यतापट्टि चाहिँ अब उता माथि जाउँ न अनि यो बजारको नाम खुलाएको के कि छैन हौ कहाँ भन्छु त म भन्दिनँ जानु न के भन्दैछ त हो ए हो दामी ठाउँ रहेछ होइन म चाहिँ यहाँ हिँड्दाखेरि प्रायः गाडीमा मात्रै हिँड्थेँ नि त अनि गाडीमा हिँड्दाखेरि त्यति धेरै अब हेरिँदैन ठाउँहरू किनभने म गाडीमा बस्ने बित्तिकै सुत्ने हो सपना देख्न थालिहाल्नु हो त्यसले गर्दाखेरि चाहिँ वाह क्या दामी ठाउँ यहाँ यो टावरको तारमा झुन्डिँदाखेरि त क्या मजा आउँछ होला है दुईवटा हातलाई यस्तो रिसामा आएर है घुम्नु पाउँदाखेरि त ए होइन झुन्डिनु पाउँदा नि कस्तो आम्मामा क्या दामी हौ क्या दामी देखेको ठाउँ यहाँ तर चाहिँ घुम्ने ठाउँ पनि छ ऊ तल पानापात छ जहीँ पनि पानापात चाहिँ नबनाउन यार पानापात देख्ने बित्तिकै ल ठिक छ ल जोडी हुने त त्यहाँ आएर पानापातमा फोटो खिच्ने अरे होइन अनि गर्ने पनि गर्छन् अरे होइन हामी सिङ्गल हुने चाहिँ के गर्नु क्या त्यो पानापात हामी सिङ्गलको लागि पनि केही न केही त हुनु पऱ्यो नि त होइन त अनि यति दामी ठाउँमा आएको छौँ हामी चाहिँ आज आम्मा है मलाई चाहिँ होइन तपाईँलाई राम्रो ठाउँ देख्ने बित्तिकै के को याद आउँछ भन्नु त मलाई राम्रो ठाउँ देख्ने बित्तिकै मैले सबैभन्दा माया गर्ने मान्छेको हुन्छ नि जस्तो अब बाउ आमै भयो त्यसपछि दोस्रो तेस्रो मान्छे गर्लफ्रेन्ड बाइक होइन उनीहरूको याद आउँछ उनीहरूसँगै यति राम्रो ठाउँमा घुम्न पाएको भए क्या दामी हुन्थ्यो क्या खुसी हुन्थ्यो होला भन्ने खालको मनमा सोच आउँछ क्या मलाई चाहिँ अनि म सम्झिरहेको छु एक दुईजना मान्छेलाई जो मेरो एकदमै नजिक छन् बाजे बोजू बुवा मम्मी खोलाउन चाहन्न धेरै छ नि त हौ मेरो बाजे हुनुहुन्छ पर्ने बोजू हुनुहुन्छ बुवा हुनुहुन्छ मम्मी हुनुहुन्छ भतिजोहरू छन् कति धेरै छ नि त दाजु म त त्यसै नै राम्रो भइहाल्यो तर जाडो पनि त्यस्तो चिसो छ है चिसो त मलाई खासै लागेको छैन है फेरि अब हेर्नु न म यस्तो कटुमा हिँड्दैछु राम्रो छाला बाक्लो छैन म यस्तो कटुमा चाहिँ मलाई जाडो भएको छैन यहाँ माथि त कटुरी छ त दाइ हेर्नु त यहाँ माथि पनि बस्नु आउँथ्यो क्या के खाने ठाउँ मात्रै हो कटेजहरू के खाने ठाउँ हो यहाँ माथि चाहिँ आउनु पर्थेछ है दाइ अघि अन्त त्यही भन्दा त नि तिमी त के अत्तान पुत्रो फोन ल्याएको त फेरि जाँदा हुन्थ्यो होइन फेरि क्यास पैसा बोकिएन नि त त्यही भएर हो यता जाँदा क्यास पैसा छ अनि मैले बस ल्याएँ अनि त्यहाँ गएर अब के खानु के बियर खाएर छ्या माछा नि त माछा नि भाइ अनि माटो सनेर खाने नै बियर अरे भुँडी चुच्चो हुन्छ ठिकै छ घुमाउने मैदालाई मागौँ
यो घिउ कुमार कम त लोभी छैन दिनु दिँदैन अहिले त बन्द छ जस्तो छ नि भाइ है ठिक छ खासमा माथि डाँडामा जानु खोजेको के त्यहाँ माथि टपमा अब यहाँ त यत्रो हिलो थिएछ नि झन्डै पऱ्यो हिलोमा झन्डै परे निर्माया म त हिलोमा अब चाहिँ हामी दुईजना डाँडामा आएर बसिसकेका छौँ होइन किनभने अब मेरो क्यामेराको चार्ज पनि लगभग सकिन आँटेको छ होइन अनि यो डाँडा काँडा आउने बित्तिकै चाहिँ एउटा कस्तो बिरह लाग्दो गीत गाउँ मन लाग्यो अनि शिव दाइले गीत गाउन त भनेको लाला हुन्छ तैँले क्यामेरा खोलिहाल्छ भनेपछि मैले क्यामेरा खोलिहाल्नु पऱ्यो होइन अनि अब मेरो भिडियोको अन्तिममा चाहिँ एउटा दामी गीत गाउन नसके तापनि कोसिस चाहिँ गर्छौँ है ल भनेर बिन्ती बिसाएँ त्यो कुन गीत गाउँ दाजु पालाम गाउँ कुन त्यही अघि बाटोमा गाउँदै आएको के भयो लेखाइको जाडो मुटु छुने सम्झेर ल्याउँदा मनाइरहने ओके ल ल ए लेखैको जाडो ए मुटु छोड्ने ए मुटु छोड्ने ए हाय ए सम्झेर ल्याउँदा ए मनै रुने ए मनै रुने ए हाय आमै नि त ओइ दाजु हामी त्यस्तै 30-40 वर्ष अगाडि जन्मेको भए त यसरी नै तरुनी त डेङ पुट्याउँदै साइली खन्तरी जन्तरी लखन्तरी फन्तरीसम्म बिहे गर्थ्यौँ होला है तर के गर्नु अहिले त दुईटा बुढी बिहे गर्ने बित्तिकै मामा घर भान्जा आऊ भनिहाल्छ नि गाह्रो छ ल ठिक छ अब आजको लागि चाहिँ मेरो भ्लग यति मात्रै हो होइन भोलि बिहानै उठेर हामी कता कता जाने एकदमै ठुलो प्लान बनाएको छौँ अनि नेक्स्ट भ्लग चाहिँ भोलि आउँछ है त ल बाई बाई सबैजनालाई नमस्ते सेवाहरू